अघि उनी साथीले अन्तिम इच्छा के सोध गर्नु भन्नुहुन्छ त्यो हिसाबले यस्तो शब्द बोलेको हुन्छ हैन अनि पक्रापुरी नगरेर पक्रापुरी उहाँले हिसाबले अन्तिम इच्छा के सोध भन्नुहुन्छ सल्लाह गर्छु अनि म जान्छु भनेर भन्दैन अन्तिम इच्छा के पुरा गर्नु भन्नु आइरहेको छ भन्नु सर के रेकर्ड छ भिडियो रेकर्ड छ सर तपाईले एकछिन वकिल साहब आउनुहुन्छ के हुँदै वकिल साहब आउनु जानुहुन्छ भन्नु पर्यो र अनि अन्तिम इच्छा हुन्छ अन्तिम इच्छा के हो हरेक कुरा बढाएर गर्नुपर्छ भने तपाईले खतु बोल्नु भएको भन्नुस् न त्यही त अन्तिममा अब वकिल साहब सल्लाह गरेर जान्छु भन्नुभयो किन यस्तो शब्दले गर्दा ज्ञान समस्या हुन्छ त्यही त अब त्यो किन चाहिँ डिस्कस गर्नु पर्यो भने क्या एकछिन सर पक्रापुरी दिँदैछौँ पक्रापुरी दिँदैछौँ सर अनि साधारण प्रश्न पनि आम नागरिकले पनि तयारी भएर आउनुपर्छ मेरो हकमा पर्दैन केही नियम कानुन के लाँदैन मलाई लानै सुन्यो केही फरक पर्दैन म तयार छु नि सरकार छ यो त हामीले पनि लाइभ नै गर्नुपर्छ आम जनताले जान्न बुझ्नै पर्ने कुरा होला नि त जान्न पाउँछ होला नि एउटा पूर्व गृहमन्त्री जस्तो पदमा बसेको पार्टीको जिम्मेवार सभापतिज्यूलाई उसको घरमा आएर यहाँ बसेर लेखेर अनि पत्र लेखेर लेख्नुहोस् न यता नहेर्नुहोस् यार लेख्दै हुनुहुन्छ लेख्नुहोस् तपाईले कानुन बुझ्नु भएको छ तपाईँले जति पढ्नु भयो त्यति नै पढाएको छ यसो गर्न के गर्नु